चर्यो। हाई एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। माई गड, मेरो आँखामा डार्क सर्कल। हिजो म 2 बजे राति सुतेको थिएँ, त्यही भएर मेरो आँखामा डार्क सर्कल। अहिले कति बज्यो? 12:36 मा म उठिरहेको छु। मेरो भर्खर शुभ बिहानी भइरहेछ। म उठ्न चाहिँ बिहान 7 बजे नै उठेको थिएँ। अनि 7 बजे उठ्नुको रिजन पनि छ, किन भन्दाखेरि मेरो साथी रुममेटको इक्जाम थियो। ऊ चाँडै उठेको भएर उसले अलिकति डिस्टर्ब भयो, पढ्न उठेको भएर। अनि उठेर म फेरि सुतेँ। मेरो रुममेट गइसकेछ, मलाई थाहा छैन। घरबाट बाबाले कल गरिसकेको थियो, कल म्यासेज आएको रहेछ, त्यही भएर म उठेँ। तर उठ्दाखेरि 12:30 भइसक्यो। मलाई यस्तो धेरै भोक लागिरहेको थियो, यति धेरै भोक लागिरहेको छ। आज स्याटरडे भएर पनि म आज लेट उठेँ। तर अब के खाने मैले? खानेकुरा केही छैन। म जुरुक्क उठेँ, खानेकुरा केही पनि छैन। 12:30 बजे होस्टेलमा के पाक्छ? केही पनि पाक्दैन। अब एकैचोटि डाइरेक्ट खाजा खान्छु। आज स्याटरडे, मेरो जिन्दगी बर्बाद हुने दिन। उठ्ने बित्तिकै यस्तै दशा सुरु भयो। यहाँ पिम्पल फुटेर यति धेरै ब्लड आइरहेको रहेछ। थाहा छैन मलाई कतिखेर कोतारे, थाहा छैन। र कुरा आयो के भन्दाखेरि मेरो टाउको दुखिरहेछ। रिजन चाहिँ के भन्दाखेरि नि, लुक एट माई रुम। यति धेरै मेसी छ नि, यति धेरै मेसी छ, घरमा पागल हुन थालिसक्यो। आज त मलाई पुरै यो रुम सफा गर्नुपर्ने छ। यस्तो धेरै फोहोर छ। पहिलासम्म त म बत्ती बाल्छु। सी माई रुमको हालत। सिरियसली म यो रुममा बस्ने हो कि म कुन जङ्गलमा, त्यो झारपाते जङ्गलमा बस्ने हो थाहा छैन। यत्रो लुगा मैले कहिले पट्याउनु के पहिला सुरुमा? अनि यो सबै सफा कहिले गर्नु? यत्रो यो फोहोर। मेरो टाउको दुखिरहेछ। उठ्ने बित्तिकै यत्रो नाकमा पिम्पल हेरिरह। जिन्दगी बर्बाद। मलाई स्याटरडे आयो भने यति धेरै टेन्सन लाग्छ नि। यो रुम सफा गर्नलाई यति धेरै गाह्रो लाग्छ, यति धेरै गाह्रो लाग्छ। गाह्रो त लाग्दैन, किन भन्दा फोहोर आफूले बनाउने हो, सफा पनि आफूले गर्नुपर्छ। तर स्याटरडे आउँदाखेरि बल्ल हप्तामा नछोको काम छुनु पर्दाखेरि चाहिँ रिस उठ्छ क्या, लास्टै रिस उठ्छ। अब ढिला नगरिकन पहिलासम्म मुख धुनुभन्दा अगाडि पहिलासम्म मेरो रुम क्लिन गरौँ होला। आफ्टर द्याट म मुख धुन्छु, फ्रेस हुन्छु, त्यसपछिबाट खाजा खान तल जान्छु। आज खाजामा के पाक्छ होला? सायद त्यही चटपटी होला। जहिले चटपटी, स्याटरडेको दिन यो होस्टेलमा जहिले चटपटी पाक्छ, त्यो बाहेक अरू केही पाक्दैन। जहिले बन्छ। भोक लागिरह मर्ने पाराले, के खाऊँ भइरह, बेहोस हुन मात्र सकिरहेन। हिजो राति म लेट सुतेको, आँखाभरि डार्क सर्कल पनि आएछ। यस्तो भयो भने गाह्रो छ यार मलाई। पहिलासम्म त रुम सफा गर्नु पऱ्यो। अब मैले कसको ओछेलमा हुन्छ कि यस्तो काम, यो के भन्छ, रोल, टिस्यु रोल, बुक मेरोमा हुन्छ। मेरो बेडमा यस्तो हुन्छ। यसोमा त मैले मेरो टेबल सफा गर्छु। यति धेरै फोहोर भएको छ, यति धेरै फोहोर भएको छ। फर्गेट। मैले टेबल सफा गर्नुभन्दा अगाडि चाहिँ पहिला सुरुमा हल्दी पानी खान्छु। डन। फाइनली मैले आफ्नो रुम सफा गरेँ भन्दा टेबलहरू सबै पुछेँ। अब यो लुगा चाहिँ धुनु पर्ने छ, सो यो धुनमा दिन्छु। बाँकी रुम यस्तो फोहोर छ। अब म रुम सफा गर्छु, यानि कि स्विपिङ गर्छु, बढाल्छु। Now look at my room before versus after. अहिले कस्तो फोहोर थियो, अहिले कति सफा हो। अब म फ्रेस हुन्छु, नुहाउँछु भनेको तर आज लास्ट जाडो छ, नुहाउन चाहिँ सक्दिनँ। फ्रेस मात्र हुन्छु। आफ्टर द्याट खाजा खान्छु। आज खाजामा सायद खिर होला, सायद है। मलाई कस्तो बास्ना आइरहेको छ। खिर कतिखेर खानु जस्तो भइसक्यो कि भोक लागिरहेको, यस्तो मरण च्यासै भोक लागिरहेको।
राति 2 बजे सुतेँ क्या मतलब 2 पनि होइन 3 बजे होला सायद निन्द्रै लाग्दैन आजकल मलाई स्याटरडे भनेपछि निन्द्रै लाग्दैन क्या भोलि स्याटरडे भने चाहिँ निन्द्रै लाग्दैन र कुरा आयो माथामा यति धेरै टेन्सन छ निन्द्रा लाग्ने कुरै भएन तर मैले सोचेको थिएँ म भोलि भ्लग बनाउँछु भनेर तर म 12-1 बजे उठेर भ्लग बनाउँछु भनेर चाहिँ सोचेको थिइनँ क्या लिटरली आज म सुटको लागि जान्छु आज हाम्रो समथिङ सानोतिनो सुट गर्ने भनेर सोचेको थियो बाहिर पानी परिरहेछ कसरी जाने हो थाहा छैन सुट क्यान्सल यस्तो पारामा यस्तो यो पानी परेको मौसममा कसरी सुट गर्न जाने हो के त्यही भएर आज क्यान्सल भोकेतिर आइरह बास्न आइरह हर 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 बास्न आइरह आउन चाहिँ खिरकै आइरह मलाई थाहा छ अब खिर नै हो भनेर किनभने आज मौसम पनि खिर खाने जस्तो मौसम पनि त्यही भएर ल अब ढिला गरिकन फ्रेस हौँ फ्रेस भएर खाजा खान जाउँ बाई बाई गुड न्युज आज होस्टेलमा खिर नै रहेछ चल्दैको म खानको लागि क्या पानी परिरह बाफ्रे सी आज खाजामा खिर नै रहेछ अब खामो भाइ दामी खिर होना है यार दामी क्या दामी सिरियसली फ्रेन्ड यति धेरै मिठो थियो नि माइकरमा टर्नै भयो कि मैले थोरै लिएर आएँ जस्तो लागेको थियो मिठो लागेर तर खाँदा खाँदै अगाडि दामी थियो आजको जस्तो खिर त अहिलेसम्म बनाएकै थिएन होला होस्टेलमा दामी थियो अब भने म सुत्छु मलाई निन्द्रा लागिरहेको छ किन भन्दाखेरि मेरो निन्द्रा अझै राम्रोसँगले पुगेको छैन सो गाइज हजुरहरूलाई मेरो भ्लग मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला हस् धन्यवाद बाई सी यु इन द नेक्स्ट भिडियो